Hello and welcome back to our new video. आज थम्बनेल र टाइटल हेरेर देखिसक्नु होला हामीहरुले के को बारेमा कुरा गर्न गइरहेको छौं भनेर. सो आज चाहिँ हाम्रो MacBook 13 इन्च M3 512GB स्टोरेज भएको Mac को बारेमा कुरा गर्न गइरहेको छौं. र यसको वेट चाहिँ 1.24 kg रहेको छ. चार्जर चाहिँ MagSafe रहेको छ. वान ह्यान्डले मजाले खुल्छ तर मैले दुईटा युज गरेको है, किनकि विन्डो छ नि त मसँग साइडमा. लेफ्ट साइडमा तपाईहरुले देख्न सक्नुहुन्छ एसरको ल्यापटप छ मसँग. त्यसको नि तपाईहरुलाई भिडियो चाहिन्छ भने कमेन्ट आउनुभयो भने चाहिँ मैले त्यसको भिडियो बनाउँछु. र गेमिङ पनि मैले त्यो अगाडि कुरा गर्ने नै छौं हामी, तर गेमिङको पनि यदि तपाईहरुलाई भिडियो चाहिन्छ भने त्यो पनि भन्नु होला. विथआउट एल्गाटोको चाहिँ दामी नै गेम हुन्छ म्याकमा चाहिँ. विथ हाम्रो फिङ्गर टच लक रहेको छ. डिस्प्लेको कुरा नै नगरौँ, दामी छ. विथ हाम्रो एलइडी किबोर्ड चाहिँ. स्पिकर चाहिँ यसको कस्तो छ भनेर त्यो चाहिँ टेस्ट हानौँ है त. यदि हजुरले म्याक लग्नु भएको छ भने एउटा डङ्गल चाहिँ लिइराख्नु होला. त्यो भने चाहिँ तपाईलाई धेरै एक्सेसरीहरू चाहिँ यसमा लाग्छ, लाइक सी भयो, त्यो बी भयो, क्यामेरा पनि लाग्छ. एन्ड देन एउटा 1TB को स्टोरेज हार्ड डिस्क चाहिँ लगिरहेको छु मैले. कुनै पनि फाइलहरू यतातिर ट्याक ल्यापटपमा ट्रान्सफर गरे, एडिट गरे ज्याममा हैन, सजिलो, इजी एन्ड फास्ट. स्टोरेज पुग्दैन कहिले पनि ल्यापटपमा जति भयो नि, द्याट्स वाइ एउटा चाहिँ हार्ड डिस्क चाहिँ लगिराख्नु पर्छ. र यसको डिटेलहरु सबै मैले यहाँ देखाइदिरहेकै छु, यहीबाट हेर्नु होला. र एन्ड देन तपाईले गुगल पनि गर्न सक्नुहुन्छ. MacBook M3 512GB हो. यसको दामी छ नि किबोर्ड, हेर्नु न, किबोर्ड पनि सर्लक्क निप्छ है, फेरि आउँछ. 26 डेभलपर बिटा आएर चाहिँ एकदमै कस्टमाइज बनाएको छ के यो ल्यापटप चाहिँ. टु मच पावरफुल, एकदमै कस्टमाइज. नाइट शिफ्ट अन गरेको थिएँ मैले, त्यो चाहिँ अफ गरिदिन्छु. एन्ड देन डार्क मोडमा त्यस्तो देख्थ्यो भनेपछि लाइट मोडमा यस्तो देख्छ. डार्कमा फेरि यस्तो देख्छ. एप्लिकेसनहरू तपाईँहरूले यहाँदेखि मजाले मोबाइल पनि एक्सेस गर्न सक्नुहुन्छ, तर मैले चाहिँ मोबाइलदेखि रेकर्ड गर्दै थिएँ. द्याट्स वाइ अरू चाहिँ चलाउन मिलेन. मोबाइलको फिचर्सहरू लाइक तपाईँले इजिली एक्सेस गर्न सक्नुहुन्छ. यसरी मैले CSC खोलेँ होइन, एन्ड देन मेरो मोबाइल चाहिँ यहाँ आइहाल्छ क्या, किनकि मैले अब त्यो क्यामेरा अन गरेको थिएँ. द्याट्स वाइ त्यो भएन. नेक्स्ट टाइम क्यामेरा अलि राम्रो लगायो भने त्यसपछि देखाउँछु नि म. अनि यहाँदेखि चाहिँ हामीहरूले हाम्रो यो एपको तलको डक भन्ने हुन्छ त्यसलाई चाहिँ सानो ठुलो बनाउन मिल्छ. र हामी डाइरेक्ट अब एडिटिङ एप्लिकेसनमा चाहिँ हामीले कतिको हेभी कामहरू रेन्डर गर्छ भनेर त्यो म तपाईहरुलाई देखाउँछु. जस्ट हेर्नु एकचोटि है त. मलाई त राम्रै रेन्डर गरिरहेछ जस्तो लाग्छ. अब त्यही हो, अब यसमा अलिकति तपाईको 3-4 लेयर जति तपाईँ ओभरलेबाट काम गर्न थाल्यो भने चाहिँ हल्का ल्याग चाहिँ गर्छ, किनकि मेरो त अब यो हार्ड डिस्कले नि गर्दा होला जस्तो लाग्छ. तपाईहरुको के हुन्छ यसो कमेन्ट डाउन हान्नु होला है त. र अब हामी यहाँदेखि चाहिँ गेमिङ पनि स्टार्ट गर्छौँ. अनि यसमा गेमिङमा चाहिँ के हुन्छ भने चाहिँ तपाईको आइफोन टु म्याकमा चाहिँ तपाईको एल्गाटो चाहिँदैन, डाइरेक्ट वायर थ्रुबाट चाहिँ लाइभ स्ट्रिम गर्न मिल्छ. यदि तपाईहरुलाई त्यो पनि चाहिन्छ भने म अर्को पार्टमा चाहिँ फुल भिडियो बनाएर तपाईहरुलाई डिटेलमा सम्झाइदिइहाल्छु. तर कमेन्ट चाहिँ आउनु पर्यो 100 वटा जति. एन्ड देन यसमा चाहिँ लाइक अब के नै भन्नु, लाइक त धेरै आउँदैन, ठिक छ. हजुरले कमेन्ट गर्नु भने त्यसको बारेमा भनिदिइ नै हाल्छु. र अब हामी गेमिङ टेस्ट गर्न गइरहेको छौँ. सिधै गेममा देखाउँछु किनकि साउन्ड आउँछ. द्याट्स वाइ म अगाडि नै भनिदिइरहेको छु. सो लेट्स गो.
नर्मल गेमहरू मजाले चलाइहाल्छ तपाईँको हाई ग्राफिक्समै आनन्दले। त्यही हल्का हिट चाहिँ भइहाल्छ किनकि यसमा फ्यान छैन, बेस भेरिएन्ट हो। यदि हजुरलाई हेभी काम गर्नु छ, हेभी गेमिङ गर्ने हो भने चाहिँ तपाईँहरूले प्रो लिन सक्नुहुन्छ, म्याकबुक प्रो। नर्मल्ली लग्नु हो भने लाइट वेटमा तपाईँहरूले ब्याट्री ब्याकअप पनि पाउनुहुन्छ यसको तपाईँले M3मा। र मैले भोइस रेकर्ड गरिरहेको हेडफोन चाहिँ फ्यान्टेकको हो। एन्ड देन हार्ड डिस्क भइहाल्यो, डङ्गल छ मसँग। एन्ड देन फेरि एकचोटि रिपिट गरिदिइरहेछु, स्प्लिटर भयो यो गेमिङको लागि चाहिँ, पहिला खेल्थेँ मैले। एन्ड देन यो चाहिँ सबै डिभाइसहरू हुन्छ यसमा, सी यताउता कनेक्ट गर्ने होइन, बीहरू। एन्ड देन यो मेरो वेबक्याम हो। एन्ड देन यो मेरो एसर ल्यापटप। सब्सक्राइब है, डोन्ट फर्गेट टु सब्सक्राइब। र यो चाहिँ तपाईँले क्यामेराको भ्यूबाट देखिराख्नु भएको छ। र मैले चाहिँ अगाडितिर राखेको फोन थियो नि, 14+ हो मेरो फोन चाहिँ, त्यो चाहिँ त्यहीबाट सुट गरेको अगाडिको सबै भिडियोहरू, किनकि बेस्ट क्वालिटीमा आउँछ भनेर। मेरो तल iPhone 6s जुन चाहिँ बिग्रेको छ, नेक्स्ट टाइम बनाउँछु मैले। सो बाई बाई, पिस।